ल एभ्रिवान सबैलाई गुड मर्निङ। यति बेला हामी चाहिँ यो महेन्द्र स्कुलको ग्राउन्डमा छौँ। यति बेला हाम्रो यस भिक्टोरिया एकाडेमी तुलसीपुर दाङको ट्रेनिङ विद्यार्थीहरूले चाहिँ केटा ग्रुपले चाहिँ फुटबल खेलिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ, मजाले खेलिरहेछ। आज चाहिँ यहाँ यिनीहरूलाई चाहिँ गेम खेलाइदिएको, मजाले खेल्छ भनेपछि हाम्रो चाहिँ केटी ग्रुपले चाहिँ यहाँनिर यो टोपी खेल भन्ने चाहिँ खेलिरहेछ है। ल गोल कुन टिमले हान्यो गोल? हाम्रो यो टिमले। ल उता प्रकाशको टिमले चाहिँ गोल हानेछ। त्यो हाम्रो चाहिँ के पर्वस्या छ एकजना भाइ। ल नचाइरा त ल ल भाइहरूले राम्रो खेलिरहेछ है। ल हेरौँ गोल हान्छ कि के गर्छ। ल नजिक गइरहेछ। भाइ ढलिसकेको छ हाम्रो जुम्ली भाइ ढल्यो। ल ल ल ल तिलकको खुट्टामा बल परेको छ। हेरौँ तिलकले कति नाचाउँछ है। बल आउट हुन पुग्यो। आउटको बल चाहिँ प्रवेशले अब स्टार्ट गर्दैछ। बल हान्न आइज न। ल स्टार्ट भइसक्यो। गोलको नजिक गएको छ। बल आउट। ल तिलक राम्रो खेल्ला है। काका भतिजाहरू पनि सँगै एउटै टिममा परेछन्। हाम्रो जुम्लाको भाइसँग बल परेछ। क्याच गरिहाल्यो भाइले। झन्डै गोल हाने। हेरौँ केटाले एकदम प्लेयर ल्याछ। गोल गइसक्यो भाइले अड्याउनु सकेन। जुम्ली भाइ किन छोड्या? यो चाहिँ हाम्रो किपर हो। गोल छोडिसक्यो, क्याच गर्न राखेन यसले। हेर यो चाहिँ हाम्रो जुम्लाको कान्छो हो। र उता टोलले गोल हानेकोमा एकदम खुसी साटासाट गरिरहेछ।